हामी गोर्खालीहरू हामी किराँतहरू मर्नु डराउँदैनौँ। हामी पक्का मर्नु डराउँदैनौँ अनि मर्छौँ, मरेपछि वीर हुन्छ। तर अब चाहिँ किराँतले कुरा मेरो सन्देश मनमा राख्नुहोस्, अहिलेसम्म मर्नु हामीले डराएनौँ, अब चाहिँ हामीले बाँच्नु डराउनु हुँदैन। हामी चाहिँ बाँच्नु डराएनौँ भनेपछि हामी यही जीवनमा महावीर भएर बाँच्न पाउँछौँ, महावीर भएर हामी राज गर्न पाउँछौँ, हामी ज्ञानवीर भएर बाँच्न पाउँछौँ, हामी धनवीर भएर बाँच्न पाउँछौँ, हामी विज्ञानवीर भएर बाँच्न पाउँछौँ। अब पुतलीको पहिलाको जुनी चाहिँ हो झुसेल किरा, अनि झुसेल किरा भएर चाहिँ पुतली हुन्छ नि, त्यहाँदेखि त्यो पुतली उडेपछि त्यसले चाहिँ झुसेल किरा बिर्सिन्छ। संस्कृति भाषा बिर्सिनु भनेको जरा बिर्सिनु है, जरा मानव जातिको जरा भनेको के हो? संस्कृति, भाषा, वेशभूषा, पहिचान, आइडेन्टिटी, अस्तित्व। अनि त्यही चाहिँ हामीले चाहिँ अन्त बिर्सेपछि अन्त अनि के कस्तो हुन्छ? कोपाची अन्त लु हुन्छ खतम भएन। हाम्रो आज त्यस्तै हालत भएको छ।